सुदूरपश्चिम नेपालको सुन्दर पहाडी सहर सिलगढी टोटीमा अवस्थित छ आस्थाको प्रतीक शैलेश्वरी माईको मन्दिर। यो मन्दिर भगवतीको अवतार शैलेश्वरी देवीलाई समर्पित गरिएको हो। जनविश्वास अनुसार देवी शैलेश्वरी माई डोटी र वरपरका जनताको रक्षक माता हुन्। प्रत्येक वर्ष एक पटक मात्र यहाँ भव्य शैलेश्वरी जात्रा मनाइन्छ। यो जात्रा श्रद्धा, संस्कार र संस्कृतिको सुन्दर सङ्गम हो। हजारौं भक्तजन मन्दिरमा भेला भएर देवीको दर्शन गर्छन् भने ढोल, नगारा, देवी गीत र नृत्यले सम्पूर्ण सिलगढी गुन्जियमान हुन्छ। यो जात्रा केवल धार्मिक पर्व मात्र होइन, डोटीको पहिचान र गौरवको प्रतीक पनि हो। शैलेश्वरी माईको कृपा र जनताको श्रद्धाले यो परम्परा पुस्तौँदेखि निरन्तर जीवित छ, जसले सुदूरपश्चिमको आत्मा र संस्कृति झल्काउँछ। कथा अनुसार धेरै शताब्दी पहिले यो स्थानमा एक अद्भुत शक्ति प्रकट भएकी थिइन्। मानिसहरूले त्यही देवीको रूप देखे र उनको नाम शैलेश्वरी राखे, जसको अर्थ हो पर्वतकी ईश्वरी अर्थात् पहाडकी देवी। त्यस समयदेखि यो मन्दिर श्रद्धा र विश्वासको केन्द्र बन्दै आएको छ। यहाँका सबै स्थानीय बासिन्दा विश्वास गर्छन् कि शैलेश्वरी मन्दिरमा मनले मागेको कुरा साँचो श्रद्धा र भक्तिभावले माग्दा देवीले मनोकामना पूरा गरिदिनुहुन्छ। जात्राको समयमा व्रत बस्ने, नाचगान गर्ने र जात्रालाई भव्य साथ मनाउने प्रचलन पनि छ। टाढा बस्ने डोटीवासीहरू समेत यस समयमा घर फर्केर देवीको दर्शन गर्न आउँछन्। शैलेश्वरी मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, यो डोटीको आत्मा र गर्वको प्रतीक पनि मानिन्छ।